इन्जिन सिज डर लागिरहेछ डर लाग्यो बाई लर्ड देखेर तिम्रो चाल खटखट खटखट खट खेल खत्म गाइस बाइक चाहिँ आज डेड भइसकेको छ हैन बाइकले आज माया मारी एकदम गाइस यो चाहिँ घमासान छ है काम त्यस्तै वेलकम गाइस वेलकम टु माई च्यानल मारा गाइस मारा कलेजमा कराउँछ भनेर यस्तो भेरी बिग प्रब्लम तपाईँ छ कि छैन हाम्रो भरत छ कि छैन भरतलाई भेटेर मात्रै राम्रो हुन्छ गाइस भरतलाई भेट्नु भन्ने अवस्था हाम्रो भरत So guys, हामी चाहिँ ग्यारेज आइसकेको अवस्था आसामिज बोय इन्जिन सिज यता न बाउन यता ए हात दिग्ले यता न ओ भरतजी हाम्रो कुकुर मर्वा भाइ यहाँ हुनुहुन्छ नेपालको कुकुर मारेर इन्डिया फरार हाम्रो ड्युकको इन्जिन सिज चाबी बेकार पनि बोल्छ हाम्रो डिआरएल मोडिफाइड देख्न सक्नुहुन्छ गाइजहरु रमाइलो भइरहा इन्जिन सिज डर लागिरहेछ डर लाग्यो बाई लर्ड देखेर तिम्रो चाल खटखट खटखट खट खेल खत्म के भन्दैछ गङ्गु छेत्रीसँग 25,000 मा बे गराइदिन्छु भन्दैछ सकुनी हो यो भरत पाप गरे यार कुकुर मार्नु त नराम्रो नेपालको जनाइदियो भने नेपालको नि इन्जिन सिज यता यो बक्लोले हेर्दै हेर्दैन हेर्नु कुकुर मारेर को आयो भनेको है ओइ तेरो घाउहरू देखा न ओइ तेरो घाउहरू देखा न घाउहरू त्यहाँ पनि असर परेछ त्यहाँ पनि असर परेछ दुइटै गायब भयो देख्न सक्नुहुन्छ हाम्रो बाइक मनेल पुरै आइजा भाइ बुनिले भन्दियो अमन हो अरे खतरा गाइस भर्खर हाम्रो मनेल भाइलाई हैन एउटा पेन काटेरको अवस्था मनिल मन परेन अरे अमन मन पर्यो अरे अमनको थाहा भएन हाम्रो भरतले देख्न सक्नुहुन्छ दर्शक के भएको होला त भरतजी हेर्दै हाल्नुहोस् त ओ सेलफोन लगाएको ब्याट्री कति देखाइरहेको हैन कति वाट देखाइरहेको 10 पोइन्ट कति देखाएर 10 12 भन्दा कम भयो भने देखायो ब्याट्री 12 भन्दा कम कि कति भन्दा कम हुँदैन 10.4 अझै इन्जिन सिज बटोरी बकवास बटोरी कम्ती हुँदैन 12 देखाउँछ भरत तिमीलाई के शंका लागेको छ भन गङ 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 गाइस यहाँ क्यामेराले त धेरै छ मारिहाल्नु क्यामेरालाई नेपालको कुकुर चाहिँ किन मार्यो त्यो भन न नेपालको कुकुर किन मार्यो बचपन का चले बाप भी ऐसा गुंडा था मैं भी गुंडा हूँ मतलब मेरा दादा गुंडा खेल दिया मेरा बाप भी कुकुर को भी खेल दिया
भेरी स्याड तिमीलाई के ब्याट्रीकै समस्या हो जस्तो लाग्छ भरत चाहिँ भरत तिम्रो अस्ति कहाँ गयो तिमी अस्ति गङ्गोको कन्सर्ट हुँदाखेरि उफ्री उफ्री नाचेको थियो अगाडि बसेर बाइकबाट लड्दा त सुरुमा थियो जामा आउँछ नि लाग्छ जामा अड्की त चेनमा कुद्दै कुद्दै गइसक्यो तिमी त अनि उसको मकैबारी डराममा अनि अड्केर लड्यो अरे त त्यहाँनिर त्यहाँ हो अवस्था निकै गम्भीर थियो अरे होइन अस्ति कुकुर हान्दाखेरि कुकुरको दिमाग यता आएछ उसको दिमाग उता गएछ त्यो अवस्था भएको मेन्टल आमा मिलाएको सनकिस यसले त सनकिस भन्दैन यसलाई त दिउँसोको घाम हो कि के भन्छ सनस्ल्याप अलिक मायाले निकाल न भाइ अपरेसन गर्न आँट त गाइज देख्नु गाइस छिटो कुकुरलाई पनि छोड्नु लाग्छ ओ माय गॉड ब्याट्री आउट आउट बाई बाई तलमा राखिदिने काम गरेर भाइ तैँले भनेर गर्छ त कुकुर मार्दा ब्याट्री नहुँदा के हुन्छ भिडियो देखाउँदैन के भयो भने कुकुरले धरे फुटे क्या कुकुरको र उसको मानसिक सन्तुलन एक्सचेन्ज भएको छ अरे भरत भाइ ओपन द च्याट धन्यवाद भित्रै राख्दा पनि मलाई दुःख लाग्दैन ल यति नै है अहिलेलाई 1 2 लु तिमी पनि आफै 1 2 भन्यो क्या 1 2 पल्टनबाट छिट्टै आउ कान्छा त्यहाँदेखि मलाई गानाको त्यो चाहिँ याद भएन है प्याकेटै छैन तिमीमा प्याकेटै छैन प्याकेटै थियो अहिले छ गाह्रो भइरहेको गाइस बाइक थन्किँदाखेरि पनि थन्केको त होइन ब्याट्री डाउन भयो जस्तो लाग्यो अब के हुने हो हेरौँ भरे स्टार्ट हुन्छ हुन्न चार्ज भएपछि हेर्दै गर्नु है यस्तो चाहिँ भरतको के भन्ने वासस्थान भरत ब्लक हाम्रो ड्यु सक्सेस ब्याट्री मात्र फल्ट रहेछ सल्भ भयो अब चाहिँ 1 ट्याप स्टार्ट हो फेरि न्युट्रलमा लाँदा 1 ट्याप स्टार्ट हो है अलिकति ख्यास गर्छ तर स्टार्ट चाहिँ हुन्छ ब्याट्रीकै समस्या रहेछ ब्याट्री फेर्नु पर्ने भएको रहेछ मेरो भरत सरले बनाइदिनु भएको ब्याट्री चार्ज हान्दिएको आयो भरतले चाहिँ कुकुर मारेर नेपालमा हो फराएर इन्डिया फेरि फर्केछ यस्तै हो बाटोमा कुकुरहरू आउँछ मर्छ त्यस्तै हो तर बिचारा नमर्नु पर्थ्यो अब के गर्नु अब यस्तै हो सनसेटको राम्रो आइरहेको यहाँनिर हो हामी नेपाल एन्ड इन्डिया बोर्डरमा छौँ यु क्यान सी द भ्यू गाइज ड्युक 390 अब हामी लाग्दैछौँ घरतर्फ मिची खोलालाई बाई बाई भन्दै बाई बाई मिची खोला दामी आइरहेछ दामी हल्का रात परेर चाहिँ के हल्का मधुरो मधुरो आइन्छ है गाइस धान सुनको बाला फलिरहेछ हाम्रो झापामा आजको भ्लगमा चाहिँ यति नै भयो गाइस बाइक पनि के बन्यो नै हो
ब्याट्रीकै मात्र समस्या भयो। अब चाहिँ म घर जाँदैछु। यस्तो छ। आजलाई यति नै, धन्यवाद।